उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र फेरि कताबाट उधिनेर कहाँबाट उधिनेर ल्याउने हो, ल्याएर खोइ कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। हेलो गाइज, वेलकम टु भाइरजा ब्लग गाइज। फाइनली आज चाहिँ म होइन निकै समय पछाडि हजुरहरूलाई भिडियो हाल्न गइरहेछ। अहिले हाम्रो नेपालमा भइरहेको अर्थतन्त्रको बारेमा होइन हेर्न सक्नुहुन्छ हजुरहरूलाई भिडियो म प्रस्तुत देखाउनेछु। के कस्तो लाग्छ तपाईँहरूलाई पनि यो भिडियोको बारेमा जानकारी गर्नुहोस् र कमेन्ट पनि गर्नुहोस्, सक्दो सेयर पनि गर्नुहोस्। नेपाली जनताहरू सबैको लागि आवश्यक भिडियो लिएर आइसकेको छु म। थ्याङ्क यू सो मच गाइज। म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। कुन चाहिँ पुलिस र आर्मीले रोक्दो रहेछ रोकेर देखाओस्। म लिएर जान्छु, सुरु लिएर जान्छु, रोकेर देखाओस्। कुन चाहिँ युवा संघले रोक्दो रहेछ, कुन चाहिँ वाइसिएलले रोक्दो रहेछ, कुन चाहिँ विद्यार्थी संगठनले लेख्दो रहेछ। देखियो त विद्यार्थी संगठन, यहाँ पुलिस कुट्ने विद्यार्थी संगठन। विद्यार्थी संगठनले पुलिस कुटो, उल्टै पुलिसलाई कारबाही। ल हेर्नुहोस् त, बोल्न जानेन अरे। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।